मेरो हरेक दिनको एजेन्डा के छ भनेपछि अहिलेको भोट परिवर्तन हुनुपर्छ। अहिलेको भोट नयाँ मान्छेलाई हाल्नुपर्छ अथवा नयाँ फेस ल्याएर आउनुपर्छ पार्लियामेन्टमा। हरेक दिनको एजेन्डा मेरो यही हुनेछ। तर हरेक दिनको एजेन्डा यही हुँदै गर्दा पनि कहीँ तपाईँले र मैले गरेको भोट परिवर्तनले देशको गरिमामा असर पार्ने त होइन? यो कुरा सोच्न जरुरी छ। यदि देशै रहेन भनेपछि तपाईँ कहाँ बस्ने र हामी कहाँ बस्ने? तपाईँको र हाम्रो आइडेन्टिटी के हुनेछ? राजा आए गए, राणा पनि आए गए, कयौँ नेता आउँछन् जान्छन्, पछि पनि आउनेछन् जानेछन्, तर त्यसको लागि देश रहनुपर्छ। यदि देशै रहेन भनेपछि कहाँको नेता, कहाँको राजा, कहाँका राणा, कहाँको तपाईँ र हामी जस्ता जनता? सुरुमा देश रहनुपर्छ, त्यसपछि देशको विकास गर्ने हो। जब देशै रहेन भनेपछि कहाँको विकास गर्ने, कसको विकास गर्ने? त्यो भएको हुनाले भोट परिवर्तन गर्नुस्, तर कसलाई दिँदैछु, कसलाई दिँदैछु भन्ने कुरा एकदम ध्यान दिएर गर्नुस्। कहीँ मैले गरेको भोट परिवर्तनले देशको गरिमामा त असर पारिरहेको छैन भन्ने कुरा एकदम सोचेर मात्रै दिनु होला साथी।